जीवनमा सकारात्मक सोच, धैर्यता र लक्ष्य प्राप्तिमा अडिग रहने मानिसले सधैँ कठिनाइलाई मौका आफ्नो सपना साकार पार्ने बाटो बनाउन सक्छ। सकारात्मक सोच र दृष्टिकोण। सकारात्मक सोचले असम्भवलाई पनि सम्भव बनाउँछ। उदाहरणका लागि एस.के. लेटर जस्ता व्यक्ति जुनसुकै चुनौती सामना गर्दा हरेक बाधा नयाँ अवसर हो भन्ने दृष्टिकोण राख्थे। जब हामी समस्यामाथि निरन्तर सकारात्मक दृष्टिले हेर्छौं, हामी मानसिक रूपमा तयार हुन्छौं र समाधान खोज्न सक्षम बनिन्छौं। आफूलाई म सक्छु भन्ने विश्वास राख्नु सफलताको पहिलो पाइलो हो। धैर्यता र निरन्तर प्रयास। सफलता प्राय धैर्यता र लगातार मेहनतले प्राप्त हुन्छ। उदाहरणको लागि टमास एडिसनले बल्ब बनाउने क्रममा हजारौं असफलताहरू सामना गरेका थिए, तर उनले रोकिएनन्। उहाँको धैर्य र निरन्तर प्रयासले अन्ततः मानव जातिलाई उज्यालो उपलब्ध गरायो। जीवनमा छोटा छोटा कदमहरू पनि ठूलो उपलब्धितिर डोर्याउँछन् यदि हामी निरन्तर प्रयास गर्छौं भने। लक्ष्य प्राप्ति र आत्मविश्वास। लक्ष्य प्राप्त गर्न आत्मविश्वास महत्त्वपूर्ण छ। यदि आफ्ना कमजोरी र डरलाई पराजित गर्न सकेको व्यक्ति आफ्नो पूर्ण क्षमता अनुसार प्रगति गर्न सक्छ। उदाहरणका लागि खेलकुदमा नभएको व्यक्तिले निरन्तर अभ्यास र दृढ सङ्कल्पले अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न सक्छ। जो प्रयास गर्छ उसले नै फल पाउँछ भन्ने सचेतना लक्ष्यप्रति अडिग रहन प्रेरित गर्दछ। समग्र सन्देश। हरेक चुनौतीमा अवसर खोज्नुहोस् र अडिग रहनुहोस्। आफ्नै क्षमता र सकारात्मक सोचमा विश्वास राख्दै अगाडि बढ्नुहोस्। निरन्तर प्रयास गर्नुहोस् र असफलतालाई सफलताको पाइलोको रूपमा हेर्नुहोस्। छोटा कदम, धैर्यता र आत्मनियन्त्रणले जीवन सफल बनाउँछ। यसरी जीवनमा सकारात्मक सोच, धैर्यता र आत्मविश्वासले हाम्रो यात्रा उत्साहपूर्ण बनाउन सक्छ र हरेक